यदि हजुरहरूको खुट्टाको कुर्कुच्चा पनि एकदम दुखिरहेको छ हिँड्नै नमिल्ने गरी अनि अब के चाहिँ गर्ने होला भनेर चिन्तित हुनुहुन्छ भने चाहिँ यो भिडियो हजुरहरूको लागि अन्तिमसम्म हेर्नु होला है त। फुट पेन चाहिँ मलाई 3 मन्थ्स अगाडि नै भएको थियो, बट त्यति बेला चाहिँ मैले मेडिसिनहरू खाएर अनि घरमै एक्सर्साइजहरू गरेपछि सन्चो भइसकेको थियो, बट अहिले फेरि सुरु भएको छ मेरो यो पेन चाहिँ। डाक्टरको कन्सल्टेसन अनुसार मैले चाहिँ फिजियो पनि गरिरहेको छु र उहाँले चाहिँ मलाई यो सोल पनि रिकमेन्ड गर्नुभयो। सो मैले चाहिँ यसपालि प्लान्टर फसाइटिसको यो सोल मगाएको छु। प्लान्टर फसाइटिस चाहिँ मेनली चाहिँ लङ आवर उभिएर काम गर्ने अनि यो फ्ल्याट फिट हुनेहरूलाई हुँदो रहेछ, तर मलाई फ्ल्याट फिट नभए पनि मलाई चाहिँ यो प्रब्लम आइपुग्यो। 3 महिनादेखिको यो प्रब्लम कम्प्लिटली सन्चो नभए पनि अलिअलि दुखिरहेको थियो अनि अहिले चाहिँ खप्ने नै भएन। सो मैले चाहिँ यो सोल मगाएको छु अनि मेरो यो होका जुत्ताको यो इनसोलसँग चाहिँ मैले ठ्याक्कै यो कट गरेको छु। सो यसको साइज चाहिँ आफ्नो जुत्ताको कस्तो छ त्यो अनुसार कट गर्ने अनि त्यसपछि चाहिँ मैले यो होका जुत्ताको सोल फालेर अनि त्यसपछि लगाएँ मैले प्लान्टर फसाइटिसको यो सोल। सो यसको रिजल्ट कस्तो आउँछ, यो लगाइसकेपछि खुट्टा पेन हुन्छ कि हुँदैन भनेर चाहिँ म अवश्य भिडियो बनाउने छु। सोल लगाउनु मात्र भन्दा पनि डिफ्रेन्ट एक्सर्साइजहरू पनि गर्न एकदमै जरुरी छ। फिजियो सँगसँगै चाहिँ मैले यहाँ दिएको सबै एक्सर्साइजहरू पनि घरमै गरिरहेको छु मजाले। आई होप यसले चाहिँ मलाई पोजिटिभ रिजल्ट दिन्छ भनेर। सो सी यु इन नेक्स्ट भिडियो विथ द फिडब्याक। थ्याङ्क यू।